जसले उद्यम गर्दैन, जसले इनोभेट गर्दैन, जसले काम गर्दैन, जसले उद्यमसँग आफूलाई जोड्दैन र आर्थिक उत्पादनमा आफूलाई जोड्दैन, त्यो मान्छे जिउँदै मर्याएको भनेर आदिकवि भानुभक्त आचार्यले 172 वर्ष अगाडि भनेको कुरालाई मैले यहाँ जोड्न चाहन्छु। हामी समृद्धि हुनका लागि, परिवार समृद्धिका लागि, समाज समृद्धिका लागि, राष्ट्र समृद्धिका लागि हामी कुनै न कुनै उद्यममा जोडिन आवश्यक छ। त्यसकारण यो घरेलु उद्योग महासंघले उठाउन खोजेको कुरा पनि यही छ। हरेक युवालाई आज व्यवसायमा जोड्नका लागि, उनीहरूलाई उत्प्रेरणा प्रदान गर्नका लागि, उनीहरूलाई बाहिरी पलायनबाट रोक्नका लागि उसले आफ्नो योजना अगाडि बढाएको छ र आज त्यसको मुताबिक आज यो महोत्सव भव्य रूपमा अगाडि सम्पन्न हुन गइराखेको छ। त्यसको लागि म आयोजक संस्थालाई म धन्यवाद दिन चाहन्छु। उद्यमे नहीं दैनिक कार्यान्वयन न मनोरथै नहीं स्वतः सिएसए प्रविशन्ति मुख्य निर्गा। यो भनेको के हो भने हाम्रो इच्छा गरे मात्रै हुँदैन, हामी काममा जोडिनुपर्छ, काममा जानुपर्छ। निदाइरहेको सिंहको मुखमा आफै मृग आउँदैन। सफलताको लागि हामी आफै अगाडि अग्रसर हुनुपर्छ र यसको लागि हामी निरन्तर रूपमा अगाडि बढ्न आवश्यक छ। व्यवसायमा जोडिँदाखेरि, उत्पादनमा जोडिँदाखेरि हरेक खालका समस्याहरू हुन सक्छन्। त्यो समस्यालाई, त्यो चुनौतीलाई हामी सामना गरेर अगाडि बढ्नु पर्दछ। तपाईँलाई थाहा छ, विश्वको सबभन्दा धनी इलन मस्क जसले 3वटा रकेट प्रक्षेपण गर्ने बेला असफल भए र 4थो पटक रकेट प्रक्षेपण गर्ने बेला असफल भएको भए आज अरबपति रोडपति हुने थिए, तर 4थो पटकको रकेट प्रक्षेपण गर्ने बेला उनी सफल भए र नासाले अनुमोदन गर्यो। आज उनी विश्वको मानचित्रमा एउटा धनी व्यक्तिको रूपमा उनी परिचित छन् र उनको आजको प्रत्येक मिनेटको कमाई भनेको 7,46,42,000। तपाईँ हामीले कुरा गर्दा गर्दै उनले कमाउने पैसा नेपालीमा यो हो। तपाईँलाई म फेरिबाट भन्न चाहन्छु, एलन मस्कले प्रति मिनेट कमाउने पैसा 7,46,42,000। त्यसकारण समस्याहरू हुन्छन्, समस्यासँग जुझ्न सक्नुपर्छ।